सेवार म हजारको चाहिँ सन्चै हुन्छ आरामै हुन्छ। के छ खबर? यो भिडियो आम नेपालीको लागि, आम नेपाली जनता तपाईँहरू सुनिदिनु, राम्रोसँग सुनिदिनु ल। हस्, सुन्ने आम नेपाली जनता हिन्दूले पनि हुन्छ, बुद्धिस्टले र किराँत धर्म मान्नेहरू, हामी तिनजना हाम्रो देशको मान्छेले। बाहिरको विदेशको धर्म मान्ने र विदेशबाट आएको मान्छेले यो अलिक टाढा पर्छन्, काम छैन। हस्, तपाईँ हामीलाई नेपाल चाहिएको हो भने श्री 5 को सरकार ल्याउनु। तपाईँ हामीलाई नेपाल उन्नति गर्नु छ भने दरबार हत्याकाण्ड छानबिन गर्नुहोस्। तपाईँ हामीलाई नेपालको राम्रो गर्नु छ भने मदन भण्डारीको हत्याकाण्डको छानबिन होस्। र यो सबै गर्नु यो सबै गर्न लगाउनु, अरू कोही चाहिँदैन। श्री 5 को सरकार भए पुग्छ। नेपालमा जबसम्म दरबार हत्याकाण्ड र मदन भण्डारीको हत्याकाण्ड छानबिन हुँदैन नि, तबसम्म नेपालमा सुख शान्ति हुँदैन। अहिलेको प्रधानमन्त्री होस् या हिजोको प्रधानमन्त्री होस्, उनीहरूले विदेशलाई नागरिकता दिँदै ठिक भयो, विदेशीको धर्म ल्याउँदै ठिक भएछ। नेपालमा भएको काण्डहरू, नेपालमा भएको विश्लेषकहरू धेरै जसो बिकिसकेको छ। पैसामा, विदेशीको धर्ममा, विदेशीको पैसामा, विदेशीको चलखेलमा सबैजना बिकिसकेको छ। नेपाललाई नेपालै राख्नु छ भने, नेपाललाई नेपालै राख्नु छ भने, नेपाललाई नेपालै रह्यो होस् भने श्री 5 को सरकार हुनुपर्छ। राजा बिना यो देश कसैले कहिले पनि चलाउन सक्दैन। अब हिजोको दिनमा होस् या आजको दिनमा होस्, राजाको बिना यो देश कसैले चलाउन सक्दैन। न चलाउन सक्छ न पढाउन सक्छ। जबकि यो देश बनाउँदाखेरि श्री 5 को सरकार पृथ्वीनारायण शाहले 4 वर्ण 36 जातलाई एक ठाउँ फुलबारी राखेर अनि यो देशलाई विकास गरेको हो। यो देशलाई एकीकरण गर्नको लागि पृथ्वीनारायण शाहले तलदेखि माथिसम्म सबै नेपालीलाई छलफल गरेर, सबै नेपालीसँग छलफल गरेर यो देश बनाएको हो। तपाईँ हामी के भएको? हामीले के भएको? यो विदेशीलाई दिएको नागरिकता, विदेशबाट आएको मान्छेलाई नागरिकता दिँदै मार्दै ठिक हुनुहुन्छ। विदेशीको धर्म मान्दै, विदेशीको धर्म पैसा ल्याउँदै ठिक हुनुहुन्छ। के भएको यो? कति पैसा पैसाको भोक हो तपाईँहरू? हिजो जस्तै हेर्नु भएन पैसा? जेएनजी आन्दोलन त्यो आग लागि भयो पैसा, फेरि त्यसैको पछि लाग्नु भएछ। सबैको घरबाट पैसा निस्क्यो। त दरबारमा त्यो आगो लगाउँदाखेरि हेर्नु भएन? को थियो र त आगो लगाउने? भर्खर भएको प्रधानमन्त्री कसरी प्रधानमन्त्री भयो? र प्रधानमन्त्री हुनुभन्दा पहिला, एक रात पहिला नै उसले भारतलाई इन्टरभ्यू दिएछ। त्यो कुरा पनि हेर्नुभयो त? फेरि कसरी कुद्नुहुन्छ उसको पछि? जुन मान्छेले तपाईँलाई जनजाति भन्यो, जुन मान्छेले यो मधेसी भन्यो, जुन मान्छेले यो फलाना ढिक्ला सिक्ला भन्यो, त्यही मान्छेलाई राति उसलाई गाडको काम गर्नुहुन्छ त उसको घरमा गएर बस्नुभएछ राति? लाज्नु हुँदैन? खोइ त नेपाली त कस्तो नेपाल भएको तपाईँहरू? किन यस्तो भएको? नेपालीलाई नेपाल बनाउनु, नेपालीलाई नेपाल चाहिएको हो, नेपालीलाई नेपाल बनाउनु दिनु। त यो पार्टी न त्यो पार्टी, न यताको न उताको, कसैले कुनै कामै छैन। कहाँको मान्छे आउँछ म पनि नेपाली हो भन्छ। कहाँको मान्छे आउँछ म पनि यहाँ काम गर्न आएको भन्छ। बोर्डर खुल्ला छ, रोहिङ्गाहरू छिरिरहेछ, बङ्गलादेशहरू छिरिरहेछ नेपालमा। उसलाई संरक्षण गर्ने फेरि नेपालमा तपाईँहरूले जुन मान्छेलाई हिजोको दिनमा नागरिकता दिनु हो, जुन मान्छेलाई यो पनि नेपाली हो भन्नु हो, त्यही मान्छेले उसलाई संरक्षण गरिरहेछ। आज सामाजिक सञ्जालमा भिडियो हालेर देखाइरहेछ तपाईँले त। मैले यसलाई संरक्षण गरेको हो, मैले यसलाई अनुदान दिएको हो, एक शब्द बोल्नु हो। जुन मान्छेले तपाईँले हिजोको दिनमा नागरिकता दिएर यो पनि नेपाली हो भने त्यही मान्छे आज बाहिरको मान्छे ल्याइरहेछ त। त्यही मान्छे आज बाहिरको मान्छेलाई संरक्षण गरिरहेछ त। त्यही मान्छेले उसले चन्दा दिइरहेछ त। उसले उसको चन्दा कहाँ हटाउँछ र? किन उसले केही भएन अहिलेसम्म? हुनुपर्ने हो नि केही न केही हुनुपर्ने। त्यो मान्छेले कहाँबाट ल्याउँछ चन्दा, कसरी ल्यायो, कसरी बनाउँदैछ, किन बनाउँदैछ, किन संरक्षण गर्दैछ? तपाईँले केही बोल्नु न, काम खोइ त। सामाजिक सञ्जालमा आएर तलैमा काट्छु, मार्छु, गाली गर्छु, त्यो देवी देवतालाई गाली गर्छु, मार्छु भने त खोइ त कानुन त। तपाईँ चुपचाप बसेर हेर्नु, सुन्नु। किन यति सुन्दै त तपाईँले त केही जाँदैन, सुन्दैमा त पैसा लाग्दैन है। नेपाली हो, नेपाल बनाउँदिनु। यहीँ राजा हुँदाखेरि, यहीँ श्री 5 को सरकार हुँदाखेरि नेपाल कस्तो थियो, तपाईँहरूले नेपाल कस्तो बनाइदिनु? हिजोको दिनमा तपाईँहरूले भन्नुभएको होइन,
म नयाँ पार्टी हो, मलाई भोट दिनु, म नेपाल एसियाको सबभन्दा राम्रो बनाउँछु। एसियाको सबभन्दा तल्लो असर काङ्गालाई बनाइदिनु भयो। अरू अझै फेरि आउनुभएछ, सबभन्दा म नयाँ पार्टी हो, मलाई भोट दिनु, एसियाको राम्रो बनाउँछु, त्योभन्दा तल्लो बनाउनुहुन्छ। अब कतिलाई हेर्नु, किन हेर्नु? अब हेर्ने एउटैलाई हो, श्री 5 को सरकारलाई। अब हामीलाई चाहिएको एउटै हो, श्री 5 को सरकार। अब यो पार्टी पौवा तपाईँले आफ्नोतिर लानु, जुन पार्टी जहाँको छ त्यहीँ लानु, जसलाई तपाईँ नागरिकता दिनुभयो उसँगै तपाईँ जानु। न विदेशीको नागरिकता काम दियो यहाँ, न विदेशीको धर्म काम दियो, बाइकआउट गर्नु। हस्, आजदेखि साँच्चीकै तपाईँ हामी नेपाली हो भने विदेशलाई दिएको नागरिकता, विदेशबाट आएको धर्म, यो सबैलाई बाइकआउट गरौँ, श्री 5 को सरकारको स्थापना गरौँ। हाम्रो देश, हाम्रो राजा, हाम्रो जात। जय पाथिभरा।